नमस्ते सबैजनालाई स्वागत छ मेरो यो मिनी ब्लगमा। यो चाहिँ मेरो छोटो मिठो यात्राको क्रममा खिचेको सानो सानो भिडियोहरु। तपाईहरु पनि डाँडा काँडा हेर्दै जान्नुस् ल मसँगै। यो चाहिँ हर्रेको डाँडा हो। एकदम डरलाग्दो पहिरो गइरहेको थियो। पानी पनि परिरहेको थियो। यो चाहिँ हर्रेको डाँडा हो। सबैभन्दा एकदम डर लाग्ने भनेको यही हो हर्रेमा। मौसम पनि यति राम्रो थियो। हरियाली डाँडा काँडा हेर्दै यात्रा चाहिँ कोलपुरदेखि सुर्खेतसम्म। भिडियोमा हेर्दै जाऊँ न त है साथीहरु। हामी चाहिँ दशैं मनाउनको लागि सुर्खेत जान लागेको। घर बसाई कोलपुर। दशैं मनाउनको लागि गाउँतिर। बजारमा जति बसे नि गाउँ नै प्यारो लाग्छ साथीहरु। यो हर्रेको डाँडाबाट चाहिँ एकदम राम्रो भ्यू देखिन्छ के। त्यही भएर मैले यो चोटी चाहिँ भिडियो बनाएको। पानी परेर हेर्नु न बाटो कस्तो छ। डर लाग्छ। बाटो हेर्दा त डर लाग्दो छ। भ्यू चाहिँ फेरि एकदम राम्रो। हल्का पानी परेको, बादल लागेको। यो चाहिँ अब हामी हर्रेको चेकपोस्ट निर आइपुग्न लाग्यौं। यहाँ चाहिँ भिडियो बनाउन दिँदैन रे। मलाई पुसाइले भन्नुभएको। अनि मैले यहाँ चाहिँ अलिकति भिडियो स्टप गरे। यो चाहिँ हर्रेको त्यो चेकपोस्ट कटिसकेपछि अगाडिको भ्यू हो। यो चाहिँ एकदम राम्रो। हरियाली डाँडा काँडा हेर्दै जानुको मजै बेग्लै छ साथीहरु। मलाई चाहिँ डाँडा काँडा एकदम हरियाली एकदम मन पर्छ। यो चाहिँ छिन्चु हो है। छिन्चु बजार। छिन्चु पनि एकदम राम्रो छ। ठाउँ हेर्नुस् न भ्यू यति राम्रो। ओ माय गॉड। यस्तो मन पर्यो यस्तो। जति हेरे पनि हेरिरहँ जस्तो। यो चाहिँ छिन्चु बजार हो। अनि हामी चाहिँ छिन्चु बजारदेखि दायाँ साइड लाग्छौं। बायाँतिर गयो भने चाहिँ सुर्खेत भ्याली जान्छ। अनि यता दायाँपट्टि चाहिँ हामी जाजरकोट जाने बाटोतिर। अब हामी यता लाग्यौं। यस्तो राम्रो भ्यू। यति राम्रो छ हेर्नु न। साथीहरु मलाई खासै बोल्न त आउँदैन। त्यही पनि बोल्दैछु है। यो चाहिँ छिन्चु कटेर अगाडि आइसकेपछि यो चाहिँ रामघाट। यस्तो राम्रो भ्यू तपाईहरुलाई पनि पक्कै पनि मन पर्छ।
झरेको पुल वाउ हेरिरम जस्तो भ्यू छ साथीहरु। साच्चै भन्नुपर्दा सुर्खेत चाहिँ स्वर्ग हो मेरो लागि। म तराईमा जन्मेको हुर्केको मान्छे, सुर्खेत त मेरो लागि स्वर्ग जस्तै हो। हावापानी बस्नको लागि एकदम राम्रो, बेस्ट। यो चाहिँ मेलकुना। मैले बीच-बीचमा अलि भिडियोहरु बनाएन राम्रो भ्यू नदेखिएर। यो चाहिँ खटाङ। बोटेचरसम्म भिडियो बनाएको छु, बोटेचर बजारको चाहिँ बनाएन। यो चाहिँ मेलकुना अगाडि भेरी, यो चाहिँ छेउमा देखेको नदी चाहिँ भेरी हो है साथीहरु। भेरी उर्लेर आएको छ। मलाई चाहिँ हल्का सन्चो छैन, खोकी लागिरहेछ। अनि बोटेचर पुगेपछि हामीले नास्ता खायौं। अनि त्यसपछि मलाई अलि बिसन्चो बनाइरहेको थियो। त्यसपछिको भिडियो मैले बनाएन। नेक्स्ट भिडियोमा चाहिँ मेरो घर वरिपरिको डाँडाकाँडा, मेरो गाउँ घर सबै देखाउँछु ल साथीहरु।